नमस्कार साथीहरू, म दिनेश विश्वकर्मा। अहिले नेपालमा राजतन्त्र र गणतन्त्रको बहस निकै चर्किएको छ। एकातिर राजतन्त्रका समर्थकहरू सडकमा उत्रिएका छन् भने अर्कोतिर गणतन्त्रका समर्थकहरू सडकमा उत्रिएका छन्। देशको राजनीतिक गतिविधि, बढ्दो महँगी, भ्रष्टाचार र जनताको निराशापनले राजतन्त्र फेरि एकचोटि चर्चामा आएको छ। आजको अवस्थामा धेरै नेपालीहरू गणतन्त्रबाट निराश छन्। उनीहरू राजतन्त्र फर्काउनै पर्नेमा आवाज उठाइरहेका छन्। तर के गणतन्त्र हटाएर राजतन्त्र फर्काउनु नै समस्याको समाधान हो त? पक्कै पनि होइन होला। किनकि मेरो विचारमा शासन प्रणाली भन्दा शासन शैली बदल्न जरुरी छ। यदि गणतन्त्रमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने आफ्नो र आफ्नाहरूको लागि नभई देश र जनताको लागि सोच्ने हो भने, देश र जनताको लागि राम्रा काम गर्ने हो भने हाम्रा लागि राजतन्त्र भन्दा त गणतन्त्र धेरै राम्रो छ। यदि नेताहरूले यस्तै निरङ्कुश शासन गरिराख्ने हो भने जनताहरूले राजतन्त्र फर्काउन माग गरिरहनेछन्। त्यसैले जनताहरू यो कुरामा सचेत बनाऊ कि हामीले राजतन्त्रको इतिहास नदेखेको होइन। राजतन्त्र फर्काउनु भनेको पुरानो इतिहास फर्काउनु हो। इतिहास हामी सबैलाई थाहै छ। तपाईलाई के लाग्छ? नेपालमा राजतन्त्र फर्काउनु उचित हो या गणतन्त्रलाई मजबुत बनाएर अगाडि बढाउनु उचित हो? आफ्नो राय सल्लाह कमेन्टमा लेख्न नभुल्नुहोला। हस्त, धन्यवाद।